हेलो गाइज, आज चाहिँ हामी यस्तो जङ्गलतिर घुम्न आएको होइन। बिप हाल्नुपर्छ नि त्यो तिमीले। बिप पारा हेर न, पारा मेरो गर्लफ्रेन्ड हो है यो चाहिँ। अर्धकै जस्तो लाग्यो नि। कति हिरो मान्छे छ। बाइक चलाउने है अब निकाल। चाक होइन हो यो कन्टेन्ट। यो कन्टेन्ट जान्छ है। यो मेरो कन्टेन्ट निक्लिरहेको छ अहिले। यतिको नै राम्रो कन्टेन्ट हो नि। हामी चाहिँ यसो रमाइलो गर्न आएको कालुपाण्डे डाँडातिर। अनि यहाँ जङ्गलतिर हल्का रमाइलो गर न शीतलमा भनेर होइन। माथितिर चाहिँ एकदम घाम चर्किरहेछ। ल है त गाइज, त्यहीँ भुइँमा राखिदियो। धेरै ताते छ कि क्या हो? खुइलिन त खुइलिएन नि। साँचो यही होइन? साँचो हो, यही हो। ल गाइज, राम्रो छ। चलो है, भोलि युट्युबमा गएर भिडियो हेर है राम्रोसँग। लाइक कमेन्ट सब्सक्राइब सबै गर्नुपर्छ नि है। ल मजा छ। ग्लास लिएर झ्याम्म बढाएर न, झ्याम्म बढाएर न। बढाएर बढाएर छोड छोड, जाऊ जाऊ, छोड छोड। ए प्लास्टिकको चाहिँ के भन्नु होला है यो रेनकोट। म कति पछि चलाएर कस्तो आज त बढी त्यो जस्तो लागेको। यो धेरै पछि चलाउँदा यस्तै हुन्छ, मलाई पनि त्यस्तै हुन्छ। 2-4 दिन चलाएन भने अब त्यो अलिकति के भएन के भएन जस्तो त भइहाल्छ नि। जाऊ 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 जाऊ, बटाएर बटाएर। बिस्तारै गर। भाइ चाहिँ गयो माथि। माथि डाँडातिर चाहिँ गएर आयो। लास्टै गर्मी छ के, गर्मी छ। ओ कहाँ पुग्यो क्या त? धेरै माथि गयो क्या? माथि नै गयो जस्तो छ। लड्न त लड्दैन। गर्मी छ साथीहरू, यस्तै छ। कहाँ पुग्यो? लड्न त लडेन त होला नि। माथि आइरहेछ है, आइरहेछ। आइरहेछ है। ल आज धेरै पछि बाइक चलाउँदा कस्तो अनुभव भएको छ त? अब नआत्या न, केही हुँदैन। म त्यस्तो अब ठुल्ठुलो मिडिया होइन, होइन यो सानदिन हो। त्यस्तो अब होइन, कस्तो अनुभव भइरहेको छ यसो जानकारी पाइन्छ कि? फेरि चलाउने एक राउन्ड अनुभव चाहिँ बताउनु पर्छ है, नत्र म त मान्दिनँ नि।
खिचेको छु त होइन, यो म ब्लगमा त जान्छु भाइ यो ब्लग होइन क्या नर्मल सिनेमेटिक सिनेमेटिकै हाल्यौँ फेरि एक राउन्ड लगाउने रे होइन पख 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 फर्क भए गाडी आइरहेछ अब यतै आऊ खिच्छ होला नि छिर्छ होला जाऊ 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 अलि छेउछेउ हिँड है मस्त चलाइरहेको छ